हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई देख्न सक्नुहुन्छ मेरो हातमा एउटा सानो मलम छ। अब यो मलम चाहिँ किन बोकेको भन्दाखेरि चाहिँ मेरो चाहिँ घाउ निस्केको थियो। यहाँ देख्न सक्नुहुन्छ त्यो घाउ चाहिँ भन्दा तपाईलाई हाँस उठ्न सक्छ गाइज, किनभने यसलाई चाहिँ हाम्रो नेपाली ठेट भाषामा भन्दाखेरि माकुराले मुतेको, माकुराले छेडेको त्यस्तो नाम दिने गरेको छ। र जसलाई चाहिँ हामी कुनै पनि इन्सेक्टले गर्दाखेरि एलर्जी भएको या बिस्टर बाइट पनि भन्ने गरिन्छ इंग्लिशमा। र गाइज मेरो चाहिँ यो कसरी भयो भन्दाखेरि मलाई पनि थाहा छैन कसरी भयो। म चाहिँ एकदम सुतिराखेको थिएँ र बिहान उठेर हेर्दाखेरि त मलाई कस्तो अप्ठ्यारो भएको थियो। अनि मैले हेर्दाखेरि मेरो त यहाँ त पुरै सुनिरहेको छ। अनि हुन्छ नि कसैले कोतार दिएको जस्तो एकदमै लामो धर्सा, यहाँ हेर्नु तपाईले देख्न सक्नुहुन्छ एकदमै लामो धर्सा त्यस्तो भएको थियो। अनि मैले चाहिँ हेरेँ त्यो चाहिँ एकदम पाकिराखेको छ है गाइज, पाकिराखेको छ। अनि त्यसमा चाहिँ पुरै पानी झिलझिल परिरहेको छ। अनि मलाई चाहिँ एकदमै दुखिरहेको थियो। अनि यस्तो हुन्छ नि ओठहरू अलिक बोल्दाखेरि हाम्रो त अब यहाँको हल्लिने गर्छ। अनि एकदम हल्लिन मुखहरू पनि गाह्रो भइरहेको थियो कि एकदमै भारी भइरहेको थियो। अनि मैले चाहिँ अब ला के गर्ने होला, मलाई चाहिँ के आइडिया पनि थिएन कि यो त्यही माकुराले छिरेको अथवा मुतेको हो भन्ने कुरा मलाई केही आइडिया छैन। अनि मैले चाहिँ के गर्ने होला भनेर अब मेरो साथीहरूलाई पनि सोधेँ, मेरो त यस्तो यस्तो भएको छ। अनि मेरो साथीहरूले चाहिँ फेरि के सजेस्ट दिनुभयो थाहा छ मलाई, एकदमै राम्रो। तिमी राति सपनामा सुतेको थियो होला, अनि तिम्रो हात चल्यो होला, अनि तिमीले आफ्नो स्किनमा कोतार्यो होला। लाइक म सपनामा सुत्दाखेरि गरे पनि मेरो हात खुट्टा चलाउँदिनँ है फर्स्ट अफ अल चाहिँ। अनि मलाई लाग्दैन कि यो कोतार्दामा यसरी फोका निस्किन्छ, पानी जम्छ। र पछि गएर चाहिँ मैले अरूहरूलाई पनि सोधेँ मेरो यस्तो यस्तो भएको छ। अनि लाइक मैले घरमा पनि फोन गरेँ कि मेरो सिस्टरलाई कि मसँग यस्तो यस्तो घाउ भएको छ, के गर्ने होला। अनि मेरो दिदीले चाहिँ देखेर थाहा पाउनु भयो कि यो माकुराले नै मुतेको छ। लाइक हुन्छ नि कन्फर्म भयो। त्यस पछाडि अब के गर्ने त भन्दाखेरि चामल हाम्रो चाहिँ अब के छ भने के भइहाल्यो भने पहिला त घरेलु नुस्खा हुन्छ है, त्यही मैले चाहिँ चामलहरू टोकेर लगाएँ। त्यति गर्दा पनि भएन। अझै तपाईहरुले चाहिँ सक्नुहुन्छ भने बेसारको लेप पनि लाउँदा हुन्छ अरे। तर मेरो केसमा चाहिँ मैले यो एउटा मलम थियो त्यही लगाएँ, किनभने मलाई पहिला पनि यस्तो घाउ पहिला यही घाउ चाहिँ आएको थिएन। तर यस्तै टाइपको एकदमै अचानक आउँथ्यो घाउ खटेराहरू, त्यो चाहिँ जुन एकदमै सुन्निएको हुन्थ्यो त्यसमा मैले युज गरिरहन्थेँ। अनि यही मसँग थियो है गाइस, जसको नाम चाहिँ म फोटो चाहिँ म तपाईहरुलाई स्क्रिनमा देखाउँछु। र त्यसको नाम चाहिँ छ पोलिस्पोरिन ओइन्टमेन्ट। र यो ओइन्टमेन्टले चाहिँ मलाई एकदमै राम्रो काम गरेको छ। जस्तै कि हुन्छ नि ढुङ्गा खोज्दा देउटा भेट्टाको त्यस्तै नै काम गरेको थियो मैले चाहिँ। अनि त्यति थाहा भएपछि लगाएपछि बेलुका लगाएको, बिहान लगाउँदाखेरि चाहिँ मेरो यो घाउ चाहिँ 80% जति एकदमै निको भएको थियो। सुन्नेको पनि घटेको थियो, त्यो पानीहरू पनि पुरै सुकेको थियो, एकदमै राम्रो भएको थियो। र अब आज त 3 डेज जस्तो भइसक्यो। त्यसमा चाहिँ मेरो घाउ अहिले हेर्न सक्नुहुन्छ स्किनमा यतिको भएको छ है, धेरै नै डेन्जर भएको थियो। मैले चाहिँ त्यो खिच्न बिर्सेँ है, मेरो अगाडिको घाउ चाहिँ मैले खिच्न बिर्सेँ। यो चाहिँ अब निको भइसक्दाखेरिको घाउ हो। तर पनि म तपाईहरुलाई देखाउने कोसिस गर्छु कि यहाँ स्किनमा तपाईहरुलाई धेरै देखाउने कोसिस गर्छु कि घाउ कस्तो हुन्छ भनेर। र तपाईहरुले पनि जीवनमा कहिले न कहिले त यस्तो लक्षण अथवा यस्तो घाउहरू फिल गर्ने भएको छ होला, आएकै छ होला, एकदम आउने पनि गर्छ। यो प्राय सबैलाई नभनौँ तर कसै न कसैलाई 100% मा 80%लाई त यस्तो आउने गरेको हुन्छ, जसमा चाहिँ हामीलाई थाहा पनि हुँदैन कि यो के कारणले आएको छ र यो के हो भनेर। र यति नै भन्दै मेरो चाहिँ आज इन्फर्मेटिभ भिडियो सानो छोटो मिठो यही टुङ्ग्याउन चाहन्छु है। अनि तपाईहरुलाई चाहिँ मेरो इन्फर्मेटिभ भिडियो मनपर्छ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जस्तो भए पनि तपाईहरुलाई जस्तो मन लाग्छ त्यो फिडब्याक दिनु होला है, पोजिटिभ नेगेटिभ तपाईहरुले जति भन्नुहुन्छ। तब जस्तै कि तपाईहरुले भन्दाखेरि नै मेरो पनि गल्ती थाहा हुने गर्छ। र तपाईहरुलाई जे जस्तो लाग्छ कमेन्ट गरिदिनु होला। र इफ तपाईहरुको साथी कसैलाई यस्तो भएको छ या घरमा कसैलाई तपाईको घरमा गार्जियन्सहरुलाई यस्तो भएको छ भने उहाँहरूलाई यो शेयर पनि गरिदिनु होला है त गाइज। यति नै भन्दै आज चाहिँ मेरो भिडियो यही टुङ्ग्याउने
प्रयास गर्दछु। र यति नै भन्दै आज चाहिँ मेरो भिडियो यही नै सिद्धिने गर्दछ र फेरि पनि नयाँ नयाँ इन्फर्मेटिभ भिडियो ल्याउने नै गर्छु म। स्टे ट्युन। अनि मेरो च्यानलहरू चाहिँ कहिलेकाहीँ यसो हल्का चेक गर्दै गर्नु होला है त गाइज। बाई बाई।